हेलो साथीहरु, वेलकम टु माई अनदर भ्लग। आज चाहिँ म यहाँ यसो प्लान्ट लागि नर्सरीतिर जाँदैछु। अब के कस्तो बिरुवाहरू छ त हैन। आँप लिची यति सानोमा फलिरा रहेछ। आँप चाहिँ फुलहरू यस्तो दामी दामी छ नर्सरीमा। देख्न सक्नुहुन्छ प्लान्टहरू पनि छ। अहिलेको लेटेस्ट प्लान्ट यो चाहिँ स्नेक प्लान्ट रहेछ। यिनीहरू दामी दामी छ है। यो चाहिँ के पो स्पाइडर प्लान्ट होला यो। आम्मामामा के छ यो चाहिँ यसरी हुँदो रहेछ। घरमा सजाउने हो भने यता आउने रहेछ। दामी दामी छ हेर्नु त। कसलाई चाहिएको छ यो कमेन्ट गरौँ है साथीहरु। अर्डर पनि लिन सक्नुहुनेछ। यता पनि उत्तिकै छ है। कति हो कति क्या जस 10 वर्षदेखिको अरे अङ्कलको यो। दामी नै रहेछ। कागतीको बिरुवाहरू सुन्तला सबै छ यहाँ त। के छ यता देख्न सक्नुहुन्छ। यति सानैमा कोहीलाई छतमै राखेर चाहिँ कागतीहरू फलाउनु मन छ भने यही फलिरहेछ। कागतीहरू आँपहरू। यता के को बिरुवा हो यो। आम्मामा लास्टै धेरै छ। ल साथीहरू देखिहाल्नु भयो हैन। कोहीलाई चाहियो भने यहाँ आउनु होला। फिदिमुने मानबाबहरू दामी छ। यति सानोमा पनि हेर्नु न कत्रो आँप फलेको छ। कसैले चाहिँ आँप खान मन हुने हैन, जग्गा जमिन नहुनेले चाहिँ घरको छतमा राखेर पनि यो आँप फलाउन सक्नुहुने रहेछ साथीहरू। ल कसलाई चाहिन्छ कमेन्ट गर्नु है। यस्तो खालको बिरुवा चाहिएमा। यति सानो बोटमा पनि साथीहरू हेर्नु न सुन्तला फलिरहेछ क्या हैन। यत्रै बोटमा पनि हेर्नु न साथीहरू अनार फल्दो रहेछ क्या। देख्नु पनि कति सानो छ। अब जग्गा नभएर टेन्सन लिने कुरै आएन नि। घरको छतमा पनि एउटा गमलामा लगेर रोप्न सकिने हुन्छ। साथीहरू देख्न सक्नुहुन्छ नर्सरी भिजिट पछि चाहिँ दाइले एउटा सानो फ्रीमै क्या यो नर्सरीमा आउनु होला। यस्तो गिफ्ट पाइयो दाइको तर्फबाट। गिफ्ट दिने दाइलाई पनि थ्याङ्क यू सो मच। अनि मेरो भ्युअर्सलाई पनि थ्याङ्क यू सो मच। यहाँसम्म हेरिदिनु भयो नि त। ल साथीहरू आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ।